ल है गाइस, आज चाहिँ म यसो गाउँघरतिर आइरहेको थिएँ। हाम्रो गाउँघरमा यसो आज चाहिँ ससुराली गइरहेको छु। यस्तो छ ससुराली जाने ठाउँमा चाहिँ यसो पुल, यो नयाँ पुल बनाएको रहेछ अहिले। 10-11 वर्ष पछाडि यो त आएको हो। अहिले चाहिँ यो नयाँ पुल निर्माण भएको रहेछ। मेरो घरको होम मिनिस्टर चाहिँ त्यहाँ पुगिसक्नुभयो। म चाहिँ लाग्दैछु यहाँबाट ससुरालीगञ्ज चाहिँ यहाँबाट हो मेरो। यहाँनिर देखिराख्नु भएको छ। ल यसपालिको बाढी पहिरोले हेरौँ खोलाहरू यस्तो अवस्था बनाएको छ गाइसहरू। खोलाहरूको अवस्था यस्तो नाजुक छ। हेर्नुहोस् पुरा पहिरो गएर बाढी यस्तो खालको नखाएर